ए जनाको भाइ हो। हजुर हो जुन बेला म खेलौँ त्यस धुलो त्यो बेला म खेलौँ त्यो दुलोवाला। मेरो अघि बच्चा होस् भाइ कुरा नगर त ठुलो ठुलो तेरो घरमा छ कि छैन खाना चामलको गेडो धाग्न दे साला गुच्ची एन्ड जोर्डनको। चामलको गेडो के दुलो हो नि सकेन सिलो धेरै न्यु खोज्यो भने तिमीलाई म छिराइदिन्छु 6 इन्चको छुरी अनि ठुलो होला नि भुडी अनि 9 महिनापछि निस्किन्छ बच्चा त्यसको हुन्छ सानो होइन ठुलो तुरी अनि त्यो बच्चालाई देखेर सबले गर्छ कुरी कुरी चल्यो हावा हुरी ब्ल्याक सिङ ब्ल्याक को ब्ल्याक सत्र ग्याङलाई कहाँ दुलो र गुलोले सक्छ सिलोजी अलि अगाडि भेट भएको भए त मलाई ठिक हुने हो कसले गोल्डीले उडायो अस्ट्रेलिया आउन पाउनु थियो के गर्ने अस्ट्रेलिया मेरो फुटेको किस्मत गोल्डीले उडायो नि बाबु तेरो भाउजूलाई उडाइसक्नु भयो उडायो न त तेरो भाउजू यस्तो फिक्स थियो फिक्सै एकचोटि डोजरमा उड्दा उड्दै हाम्रो लप पर्न लागिसकेको थियो ऱ्याप पनि मिल्ने डुलो र गुलो मलाई सिलु नै चाहियो म सक्दिनँ होला त्यो गोल्डीलाई साइड लगाऊ बा अर्को बुढीले कहाँ लाइन हान्न पाइन्छ भाइ अहिले यहाँ रेकर्ड गरिदिन्छन् के भयो त त्यो मेरो फेरि बानी नि खाली पोस्टमा गोल हानी बानी छैन किप्पर भएको गोल्डीलाई किप्पर राख्ने पड्काउने आयो पड्काउन त त्यस्तै हो सुङ्न पनि गाह्रो हुन्छ हजुर त्यो बागमतीको ढल जस्तो के भनेको ठिक्क है ठिक्क हेलो हाउ आर यु नमस्कार नमस्ते आरामै हुनुहुन्छ आरामै छु हजुरलाई म पनि पुरै डरलाग्दो आरामै अरे मेरो जेउस्तै छ हुन्छ तपाईँ चाहिँ खास म त धेरै भ्युवर्स देखेँ भनौँ मैले हजुरलाई अब यो मेरो भाइ हो ए जनाको भाइ हो हजुर हो ए ल हाम्रो फुटबल प्लेयर हाई फुटबल प्लेयर के छ खबर यहाँ ससुर र बाउ पनि छैन नमस्ते सबैजनालाई बिहे भइसकेको छ उहाँ चाहिँ ओके अरुणजी आउने एक दुईवटा गेम खेलौँ निशन थ्याङ्क यू सो मच अनि ऱ्याप सिलु ए कताबाट एड गरिस् आज यसो एड गर्दा नि ए ल कस्तो राम्री आमामा आज त पार्टी हुन्छ भाइ घरमा कस्तो राम्री ऱ्याप ननिकाल्ने त हजुरको ऱ्याप राम्रो थियो है किपेर आज हामी यो के भने यो गेममा त फेरि सक्दैन होला नि त मेरो त कोही पनि छैन फेरि ल उतातिर त के हो गाइस सिलु दिदीले सक्दैन नि तपाईँ ब्ल्याक क्याट जीले मार्नु भएको छ है ल है निशान हेर्नु न उताबाट त कडा हानिदिनु भयो नि त के हो यस्तो यहाँ डरलाग्दो हुनुहुन्छ मान्छेहरू के रे तपाईँको एउटा ऱ्याप आएको थियो नि अस्ति भर्खर के रे त्यो भाउ के रे सुनाइदिन्छु त जुन बेला म खेलौँ त्यस धुलो त्यो बेला म खेलौँ त्यो दुलोवाला मेरो अघि बच्चा होस् भाइ कुरा नगर त ठुलो ठुलो तेरो घरमा छ कि छैन खाना चामलको गेडो धाग्न दे साला गुच्ची एन्ड जोर्डनको चामलको गेडो
डरलाग्दो यो त दुलो खेल हजुरको फ्लप हो अनि मेरो त कपै उसको खाइदियो flop। नि कपै खाइदियो होइन उसले कसैकै खाइदियो क्या आम्मामा दुलो हो नि सकेन मासा रोकाजी बिग्ला राम्रो क्या हजुरको पनि सुनाउनु न त ल छोटा मिठो जनाजी हजुरको पनि गाउनु न के कम सिलो धेरै न्यु खोज्यो भने तिमीलाई म छिराइदिन्छु 6 इन्चको छुरी अनि ठुलो होला नि भुडी अनि 9 महिनापछि निस्किन्छ बच्चा त्यसको हुन्छ सानो होइन ठुलो तुरी अनि त्यो बच्चालाई देखेर सबले गर्छ कुरी कुरी परि चल्यो हावा हुरी ब्ल्याक सी ब्ल्याक को ब्ल्याक गाइस उताबाट हानिरहेछ यार गाइस सबैजनाले केही गरौँ न निशान वेचिहाल्दैछको गाइस त्यसलाई पनि हाना ठोका 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 मेरो यहाँ पहिलो ब्याटल हो म त जस्ट ओपन गरेको गाइस गाइस लेट्स किन गाइस उताबाट त हाने के हो गाइस उताबाट त अनि सबै प्राइभेट आइडीबाटै खेलिरहेको रहेछ है गाइस उतातिरबाट त यताबाट डरलाग्दोहरू हुनुहुन्छ यहाँ थ्याङ्क यू सो मच सत्र ग्याङलाई कहाँ दुलो र गुलोले सक्छ हैन ओ सिलो दिदो भेनालाई बोलेर आउनु किन सक्दैन नि भेना बिना तपाईँ त गाइस लेट्स गो रोकाजी सिलोजी अलि अगाडि भेट भएको भए त मलाई ठिक हुने हो कसले गोल्डीले उडायो अस्ट्रेलिया आउन पाउनुहुन्थ्यो के गर्ने अस्ट्रेलिया मेरो फुटेको किस्मत गोल्डीले उडायो नि बाबु तेरो भाउजूलाई उडाइसक्नु भयो उडायो न त तेरो भाउजू यस्तो फिक्स थियो फिक्सै एकचोटि डोजरमा उड्दा उड्दै हाम्रो लप पर्न लागिसकेको थियो ऱ्याप पनि मिल्ने ऱ्याप पनि मिल्ने डुलो र गुलो कुरा चाहिँ कति ठुलो गएर आगो बाल ठुलो होइन कपालमा त के हो हेर्नु त गाइस अलिकति ऊ आइरहेछ है गाइस सबैजनालाई फलो पनि गरौँ त गाइस अनि डोनाजी हजुरको त फरेनर हुनुहुन्छ त वाइफ होइन र होइन मलाई सिलु नै चाहियो म सक्दिनँ होला त्यो गोल्डीलाई साइड लगाऊ बा अर्को बुढीलाई कहाँ लाइन हान्न पाइन्छ भाइ अहिले यहाँ रेकर्ड गरिदिन्छन् के भयो त त्यो मेरो फेरि बानी नि खाली पोस्टमा गोल हानी बानी छैन किप्पर भएको गोल्डीलाई किप्पर राख्ने पड्काउने आयो पड्काउन त त्यस्तै हो सुँग्न पनि गाह्रो हुन्छ हजुर त्यो बागमतीको ढल जस्तो के भनेको ठिक्क है ठिक्क कन्ट्रोलमा फन्नी वेमा बट नो डिरेक्ट या कन्ट्रोलमा सक्दैन फेरि खै सिलोको पास सिलो दिदीको त खै हो होइन टेन्सन नमान्नु म आज एक हप्तामा आएको छु तपाईँलाई साँच्चै म खेल्ने नै हो भने फेरि तपाईँहरूलाई मैले कुन ठाउँ हुनुहुन्छ अहिले हामी युके थानगढको लाइनमा पुऱ्याइदिन्छु ठिक छ ल गाइस के भयो यार गाइस तेरो भाउजू अब हुनेवाला एक गेम छोड्दै नो प्रब्लम भाउजू भने फेरि अहिले अब गोल्डी रुँदै बस्ने अब के गर्ने अब उडाउन लागिसक्यो यसले देवरले उडाउन लागिसक्यो मसँग आएपछि त फेरि सिलुलाई यस्तो हो नि त फेरि यस्तो मालहरू क्या यो खाएपछि त उबेला म खेलाउँछु दुलो होइन अहिले नै खेलाउँछ सिलुले दुलो यस्तो खालको ऱ्याप हुन्छ कुरा बुझिस् यो सेप हेर हेर्नु न मलाई त कस्तो हेपिरहेछन् भाइ सेतो कुकुर वेलकम है सेप हेरे तेरै भाउजूको सेप के गरौँ त होइन भाउजूलाई एक गेम दे बिचरा अहिले रुन्छ भने
लक्ष्मी थ्याङ्क यू सो मच। यही भएको भए त मैले उसलाई फकाउन पनि हुन्थ्यो हेर धुँदाखेरि। अब यहाँ छैन केटी, अस्ट्रेलिया छ। आमामा फेरि अस्ट्रेलियामा खै के खेलाउन गएको ऊ बेला त। एक्सक्युज मी डोना। हजुर पढ्न आएको म पढ्न आएको त ऱ्यापको कुरा नगर्नुहोस्। साइन्स हो हजुर। विज्ञान हजुर, विज्ञान पढ्न हजुर। हेर्नु न उहाँ आमामामा मलाई त के यस्तो रोस्ट हानेर यार खत्तेरिका। अलिअलि चाहिँ हाक्नुहुन्छ हो तपाईँ? अलि अलि हजुर म र तपाईँ खेल्ने ल अहिले साँझ। हस् के खेल्ने? अब के खेल्ने अरे? खेल्न त त्यही मन थियो, अब अहिले यार गेम खेल्ने यसमा गेम। गाइस लेट्स गो न, केही गरौँ त यार, यस्तो बेइज्जत नगरौँ त। मोला राई मेरो राइनी मेरो क्विन मेरो इज्जत बचाओ यार। साइनीले हुँदैन ए मेरो राइनी हैन भेना चाहियो क्या भेना। राइनी केही गरिदेऊ त यार, राइनी केही गर्नुहोस् त। मेरो रानी केही गर त। मेरो खेडेहरू मेरो खेडाहरू सेतो कुकुर थ्याङ्क यू सो मच गाइज। लेट्स गो। मलाई लास्टै भनाइसके यार दोनाले यार एक्लै सिङ्गल खेल्न बोलाउनु भएको छ यार। के सोचेर मलाई बोलाएको? सुन्नुहोस्, काजु खानुहोस्, बदाम खानुहोस्, जिम सिम जानुहोस् अनि दरबार आउनु। पठाइदिनु क्या ऋषि धवललाई। तपाईँले एउटा मेरो ऱ्याप सुन्नु भएको छ त वाट मतलब भन्नेवाला आई डु वेयर हिल्स बिगर देन भन्ने थाहा छ कि छैन? सुनाइदिनु पर्ला फेरि। राइनी सुन्ने हो र? सुन्ने ल। भन्नु पनि नदिने पकारै खान्छे खानेमै खान्छे खाका नि खान्छे म कहाँ खाने खान्छे पछि खाले खान्छे पकारै खान्छे खाम